शिवरात्रि हाम्रो यसरी सेलिब्रेट हुँदैछ यहाँ। पशुपति गएर फर्केर आयो टोली जति। अब पशुपतिभित्र छिर्न सकेन, अब सब्जी मन्डीतिर जानु पर्यो शिवरात्रि मनाउनलाई। बरु मन्डी जाने बाटोमै रमाइलो छ है त्यो अगाडिको अहिलेको भिडभन्दा त। सो अबको हाम्रो प्लान भनेको मन्डी जाने। मन्दिर आइपुग्यो। Now we are entering to the सब्जी मन्डी। अब हाम्रो शिवरात्रि यतैतिर सब टोलीहरू जम्मा पारेर यस प्रसादी चाहिँ हामीले बाटोबाट ल्यायो तर दर्शन त अब यस्तै हो। हियर इज आवर सब्जी मन्डी। फ्रेस फ्रेस मसरुम लेमन। अब हाम्रो सपिङ सुरु हुन्छ यहाँ चाहिँ है। नो आइडिया के छ। हाम्रो मनलाई देखेर मान्छे तरकारी फालाफाल गर्ला नै यहाँ। फ्रेस फ्रेस सागदेखि लिएर लेमनदेखि लिएर लेमनको सिजन रहेछ होइन यो कति धेरै लेमन के होइन धेरै पाउँदैन नि त अर्को सिजनमा कति महँगो पर्छ। 5 रुपैयाँको 10 रुपैयाँको एउटा। सी हाम्रो दिदी सपिङ गर्दै भइसक्छ यहाँ फोनमा बोल्दै बोल्दै। हियर इज आवर फर्सी क्युट क्युट फर्सी। हाम्रो सपिङ चाहिँ सक्यो भनौँ। अब मन्दिर पशुपति जान पाइएन। अब यहीँको सानो सानो मन्दिरहरू चाहिँ एक्सप्लोर गर्दैछौँ हामी आफ्नो ठाउँ एरिया वरिपरिको। A few moments later. यहाँ चाहिँ हाम्रो दिदीको कपाल काट्ने सेसन चलिरहेछ। हाम्रो शिवरात्रि यसरी सेलिब्रेट भइरहेछ यहाँ। बाटो बाटोदेखि लिएर सबै काम भइरहेछ। त्यही पशुपति चाहिँ घुम्न पाइएन, अरू चाहिँ रमाइलो भइरहेको भनौँ होइन मनु। लास्टमा कस्तो देखिन्छ लास्टमा देखाउँला। अब क्युट देख्छ होला। हाम्रो कपाल काट्ने काम चाहिँ सम्पन्न भइसक्यो। The next day. क्युट क्युट इयरिङ्स लिनु नि बहिनी। लु नानीहरू भर्खर आएको हामी बोल्नु गर्दै छोरीहरू मेरो नातिनीहरू आफूले लाउनु न अनि सबै लाउँछ नि। है बाख्रा बोका 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 यति उनीहरू चिनिहाल्छ नि। हुन्छ हुन्छ नाइस तपाईँ आएर कुरा गर्नु न। ओ यो त के हो? यो चौरी गाई हो। यस अनि यो दुम्सी। ओए मोमो 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 रबरहरू पनि सबै त्यहीबाट बनाएर हेर्नु न के पनि बनाएर चाहिँ